बर्ड फ्लू संक्रमण फैलिएपछि कुखुराको मासु खान छोड्नुपर्छ? पर्दैन। किन पर्दैन भनेपछि कुखुराको मासु काँचै कसैले नि खाँदैन। काँचो मासु खानु नै भएन। काँचो मासु खायो भने बर्ड फ्लू मात्रै होइन, अरू विभिन्न रोगहरू लाग्छन्। ब्याक्टेरिया, भाइरस, फङ्गल रोगहरू लाग्छन्। मान्छेलाई अपच हुन्छ, फुड पोइजनिङ हुन्छ। तर पकाएर खाएको मासु अथवा पकाएर खाएको अन्डाबाट बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन विश्वव्यापी रूपमा। तर सर्छ भन्छ नि त। हो, सर्छ, कसरी सर्छ भन्ने बुझ्नु जरुरी छ। काँचो जुन चाहिँ जसले काटकुट गर्छ, बर्ड फ्लू लागेकै कुखुराहरू काटकुट गर्ने, सधैँ काटकुट गर्ने मान्छे छ भने सधैँ एक्सपोज हुँदा 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 उसलाई कुनै टाइममा चाहिँ ऊ विक भइरहेको अवस्था भयो भने उसलाई सर्न सक्छ। विक भने कमजोर, शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको हुन्छ। जसरी हामीलाई रुगाखोकी लाग्छ नि, धेरै हामी स्ट्रेस तनावमा भयौँ भने हामीलाई कमन फ्लू जसरी लाग्छ त्यसरी नै यो पनि सर्ने रोग हो। तर प्राय चाहिँ पंक्षीबाट पंक्षीमा मात्रै सर्छ प्राय चाहिँ। तर अरू देशहरूमा पंक्षीबाट चाहिँ इभेन गाईमा सरेकोमा पनि उदाहरणहरू छ प्रशस्त। तर हाम्रो देशमा अहिलेसम्म पंक्षीबाट अन्य उसमा चाहिँ सरेको, गाईहरूमा सरेको चाहिँ उदाहरण छैन। तर बर्ड फ्लू चाहिँ पंक्षीमा मात्रै होइन कि अन्य जनावरमा पनि सर्न सक्ने चाहिँ रोग चाहिँ हो। जोखिम रहेछ, त्यसो भए त्यो चाहिँ बुझ्न पर्यो। त्यो हो। तर कस्तो अवस्थामा चाहिँ सर्छ त हामीले किन मार्नु परेको त कुखुराहरूको त्यो बुझ्नु नि जरुरी छ। किन मार्नु परेको त सर्दैन मैले त्यही प्रश्न गर्न लागेँ। सर्दैन भने त किन मार्नु पर्यो त? थपकाउनु पकाउने खाँदा भइहाल्दो रहेछ, यत्रो किन नाटक गर्नु पर्यो भन्ने जस्तो नि लाग्छ मान्छेहरूलाई, होइन? तर किन मार्नु परेको भनेपछि त बर्ड फ्लूको भाइरस जुन अहिले चलखेल गरिरहेछ र मान्छेको फ्लूको भाइरस, मान्छेले त लाग्छ नि त, फ्लू लाग्छ, रोगाखोकी लाग्छ, उसको भाइरस मिसियो, अब वातावरणमा मिसिएर तेस्रो भाइरसको जन्म भयो भने चाहिँ त्यो तेस्रो भाइरस चाहिँ मान्छेबाट मान्छेमा सर्ने क्षमता राख्दछ त्यसले। म्युटेन्ट भनेर भन्छौँ नि हामी, कोभिडको जस्तै हो। तर त्यही भएर हामीले तेस्रो भाइरसको जन्म नै नहोस् भन्ने गर्नको लागि बर्ड फ्लूको पंक्षीमा भएको भाइरस पंक्षीमै सीमित राख्नको लागि दुईटा पंक्षी मात्रै कन्टामिनेटेड देखिए, संक्रमण देखिए भने पुष्टि भयो भन्ने बित्तिकै त्यो फार्ममा 10,000 कुखुराहरू छन् भने पनि, अरू स्वस्थ देखिन्छन् भने पनि हामी सबैलाई मारिहाल्छौँ।